क्लास पढायो अरे भाइ? म 3-4 क्लास पढे आम दाइ। ठिक छ, त्यसो भए पढाइ लेखाइको कुरा छोड्दे, सबै सम्पूर्ण मेरो भाइलाई भगवानले देवी देवताले रक्षा गरून्। मेरो भाइलाई चारैतिरबाट बुझेन, राम्रो खबर, राम्रो देवी देवता दाहिने भएर बसुन् मेरो भाइको। लभ छ दाइको नयाँ साउन्ड मैले भिडियो बनाइदिएको छु आज हिँडेको एउटा। म त मानिन, म त गाईलाई गोबर हाल्नु। यता सुन, भैँसालाई गोबर हाल्न लागो, यस्तो गऱ्यो भिडियोमा, त्यो मेरो गीत हालेर बनाएको छ। म तँलाई हेर, त्यहाँ आयो भने नि, म आयो भने दाङ मात्रै आउने थिएन। तेरो मैले के जानेको छु, तेरो मुखमा म कागती हुँदैन, कागती निचोडेर त्यो अमिलो हालेर तेरो मुखको दाँते कुडाइदिन्छु, रोक्न। होइन त्यो दुध दिएर लाथी अनि गाईले लात्तीले हालिदिइहाल्यो। अचम्म लाग्छ। भोलि दामी लुगा लगाएर मिठो लभ सङ टाइपको हुनु पर्यो, दामी लुगा लगाएर मनबाट दाइलाई सम्झेर कसरी हान्दो रहेछ स्टेप हेरौँ न। अहिले हेर, प्र्याक्टिस गर्दा एकचोटि। दाइ स्ट्रिप त मैले हानिरहेको हुन्छु, त्यसमा चाहिँ स्ट्रिप चाहिँ अब भइराखेको हुन्छ दाइ। मैले बनाइदिएको छु। गीत बजाएर एउटा दामी दाइलाई कसरी सम्झेर हान्दो रहेछ, मुखमा फिलिङ्स एक्सप्रेसन कस्तो निकाल्दो रहेछ हेर्नु पनि त पर्यो नि। त्यतिकै त थोरै हुन्छ। मेरो भाइले मलाई कतिको माया गर्दो रहेछ। हजुरले बजाइदिनु पर्यो त्यहाँबाट। पहिला भात खाने बेला पनि बाडुल्की लाग्थ्यो। ओम दा वेलकम। भात खाने बेला पनि बाडुल्की लाग्थ्यो, आजपछि त खै बाडुल्की पनि लाग्न छोड्यो। भाइले सम्झिन छोड्यो कि के हो? बजाऊ, बजाइदिनु। पोजिसन लिएन भाइ, पहिला पोजिसन ले। यस्तो गर कि पोजिसन हुन्छ नि एउटा यार, डान्स गर्ने पोजिसन। फिलिङमा है, पुरै भित्रबाट डिप फिलिङ हुनु पर्यो मेरो भाइ। सोचे धेरैमा हाँसेको छु किन, मैले एउटै राम्रो कारण खोजेमा बाँचेको छु किन। ओ जानेछ के, बल्ल सिकेछ। गीत रोकिने बित्तिकै डान्सको स्टेपहरू पनि रोकिनुपर्छ भन्ने अब हाँसिरहेको छ त्यहाँ हेर, टाढाबाट देखिरहेको छ। देखेन सोच्यो होला मैले। फेरि आँखा तेजिला छन्, साग यति लचका छु कि पहिला बचपनमा आँखा बहुत तेजिला छन् मेरा, बुझ्यो कि नै? एक्सप्रेसन छोडिरहेको छ, मुड छोडिरहेको छ। मैले एक्लै बसेर सोचे धेरै म हाँसेको छु किन, मैले एउटै राम्रो कारण खोजेमा बाँचेको छु किन, यो मनले भन्यो केवल तिमीलाई खुसी दिन, यो मनले भनेको थिएँ कि थिएन। यो भाइ अति भइसक्यो यार, यसलाई त एउटा कला केन्द्र खोलिदिनै पर्ने हुन्छ। यसलाई दाङमा एउटा कला केन्द्र खोलिदिनै पर्ने हुन्छ। अति गरे अहिले, अति गरिसक्यो। तिम्रो सबै कुरा बुझिदिन, होइन भने तिम्रो आँसु पुस्ने हुँदैन कोही, तिमी रुँदा तिम्रा परेली यहाँ छुँदैनन् कोही, म होइन भने तिम्रो आँसु पुस्ने हुँदैनन् कोही, तिमी रुँदा तिम्रा परेली यहाँ छुँदैनन् कोही। लास्टको स्टेप के गर्न थियो? के गरे थियो लास्टको स्टेप तैँले? यो वाला यो हेर है, नहाँस उतापट्टि हेर, खै मुड क्यारी गरेको। ल ठिक छ, थर्ड भएको थर्ड। लभ छ मेरो भाइलाई। भयो आइज बस बाबु, भयो छड्दे, ज्यादा ननाच, अहिले त्यो कम्मर सड्केला। लभ छ मेरो भाइ। बनाइदिन्छु भोलि एउटा, अस्ति पनि बनाइदिएको मैले। बबाल हो, दाङको मार्केट हल्लाउने, दाङको मार्केट खाने नै मेरो भाइले गर्दाखेरि हो। उतापट्टितिर यसो चलपल अलिकति गरा, एकदम लभ छ, अलवेज लभ छ मेरो भाइलाई। टोपी आयो मलाई। हुन्छ बाबु, राम्रो काम गरिरहेको छु मैले त, राम्रो कामहरू गरिरहेको छु। म देखिरहेको छु तेरा कामहरू, सब कुरा देखिरहेको छु, बुझी?
सबैले हेरिरहेका छन्, सबैले उ गरिरहेका छन्, जहिले यस्तै हुनु जहिले यस्तै हुनु, कसैले नराम्रो भन्लान्, कसैले त आफ्नो लाइफ इन्जोय गर्ने, अर्काको लाइफमा अर्काको कमेन्ट हेरेर यताउति गरेर बाँच्ने, आफ्नो लाइफ इन्जोय गर्नु, रमाइलो गर्नु, यताउति गर्नु तर सबैलाई सहयोग पनि गर्नु, सबैलाई साथ सपोर्ट पनि गर्नु, हातसाथ बटाउनु कामसाम भएर बेलामा गाउँमा बन्लान्, गाउँमा पार्टी पौवा बन्लान्, चौतारा बनाउलान्, यताउति गर्नु, त्यति बेलामा एक दुई इट्टा आफ्नो नामको पनि थपिदिनु भाइ, बुझे? राम्रो हुनुपर्छ। तर अरू कसैले गरेर यताउति भन्यो भने त्यो मन नगर्नु, मन नदुखाउनु है। अलवेज लभ छ मेरो भाइलाई, अलवेज च्याट हो के, च्याट मजा गरेको होइन कि, मेरो भाइ हो के, मेरो भाइ भनेपछि भयो, पुग्यो, सकियो, त्यति भनेपछि लभ छ अलवेज मेरो भाइलाई। टुल्लु इज माई ब्रदर है। धेरै ज्यादा अब भइसक्यो, भेटाएको छैन, तर म आउँला, दाङ आउने कार्यक्रम भयो भने आउँला, आए बेला म तँलाई भेट्छु है, तँलाई म 2 हाफ चाउमिन पनि खिलाउँला, तर म 1 हाफ खाउँला, हुन्छ? हुन्छ दाइ। लभ छ मेरो भाइलाई। च्याट तलपट्टि थपु स्प्याम गरिरहेको छौ कि के भन त, उतापट्टि गयो भने फेरि हुन्छ यार, ल्याङ गर्छौ कि तिमीहरू दुईजना लड्छौ। लभ छ अलवेज ओके। टुल्लु मेरो भाइलाई थ्याङ्क यू सो मच मेरो भाइ, अलवेज मनदेखि माया छ। भोलि तैँले म हाली भने दामी भिडियो म रिपोस्ट हानेर टक्क कमेन्ट पनि छोडिदिन्छु एउटा, ओके? भोलि मैले स्योर बनाउँछु, आज पनि बनाएको छु मैले, भोलि झन् बनाउँछु। लभ यु मेरो भाइ, आज पनि बनाएको छु मैले। एउटा लाइन सुनेर छुट्यौँ होला मेरो भाइ, एउटा लाइन सुना दामी दाईको लागि, दाजुभाइको लागि, मेरो लागि मात्र होइन, सम्पूर्ण दाजुभाइको लागि लाइन सुना। ल, हात्ती हिँड्यो लमक लमक कर्णालीको फुलमा, हात्ती हिँड्यो लमक लमक कर्णालीको फुलमा, तिम्रो मेरो माया बस्यो गुलाबको फुलमा। दाई भाइको के भाइ रहेछ, दाई भाइको यो त लभ सप वाला भयो कि, लभ सप वाला। ल गाइज, यो 2 लाइन मेरो दाईको लागि। रगतको नाता नभएर के भयो त दाई, मनको नाता लाएको छु, अनि म किन दुखी हुनु, हजुर र म एउटी आमाले पाएको सन्तान होइन हौ भनेर, जबकि यति धेरै माया गर्ने, सपोर्ट गर्ने हजुर जस्तो दाई पाएको छु। गुडबाई दाई। गाइज लभ छ है, लास्टको चाहिँ तैँले त पुरा मुर्रा भइसक्यो जस्तै तानी त। लभ छ, ओके, टेक केयर, राम्रोसँग बसेँ मेरो भाइ, गएँ म अहिले। ल दाई, ल गुड नाइट। लभ छ यार।